रोल्पाको त्यो गाउँ जहाँ पहिरोसँगै पुरिए धेरैका सपना, जहाँ पुरियो सिङ्गो परिवार। रातारात सिङ्गो गाउँ नै बन्यो जियान घाट। कोटलबाराको त्यो काली रात जब लेदोसँगै बग्यो एउटा पुरै गाउँको खुसी। बुधबार दिउँसोसम्म रोल्पाको थबाङ 5 उवा कोटलबारा गाउँ सदा झैं शान्त र चहल पहल पूर्ण थियो। ओत दिने छाना र वर्षौंदेखि सँगै हाँसे खेलेका मान्छेहरू एउटै जिहान बन्ने छन्। साँझ 6 बजेतिर आकाशबाट मुसलधारे पानी पर्न थाल्यो। किसानहरू हतार हतार आफ्ना चौपाया गोठमा भित्र्याउँदै थिए। दिनभरिको थकान मेटाउन घरका चुलोहरूमा आगो सल्किँदै थियो। तर 7:30 बजेतिर अचानक आकाश खसे जस्तै गरी ठुलो गर्जन भयो। गाउँको सिरानाबाट आमाको काख जस्तै सुरक्षित मानिएको पहाड आफै फुटेर लेदो र ढुङ्गाको पहाड बनी बस्तीतिर खस्यो। 18 वर्षीय शान्तिपुन मगरले ज्यान जोगाउन हर सम्भव प्रयास गरिन्, तर लेदोको त्यो निष्ठुरी भेल यति तीव्र थियो कि शान्तिले आफ्ना पाइला अगाडि बढाउनै पाइनन्। उनका सपना र उमेर सँगै त्यो लेदोले उनलाई निस्किनै नसक्ने गरी थिचिदियो। गाउँका 11 वटा घर र गोठहरू सेकेन्ड भरमै माटो मुनि बिलाए। 5 वर्षका सानो अबोध बालक अशोक, जसले भर्खरै दुनियाँ बुझ्न थालेका थिए, र 85 वर्षीय वृद्धा हस्तकला रोका मगर, जसले जीवनका अनेकौं आँधीबेरी पार गरिसकेकी थिइन्, सबैजना त्यो अध्यारो पहिरो भित्र सँगै बन्दी बने। पहिराको पन्जाबाट चमत्कारिक रूपमा फुत्किएका 22 वर्षीय हिमालपुन मगर र 25 वर्षीय सञ्जय घटी मगर घाइते र अर्धचेत अवस्थामा थिए। वरिपरि डाको छोडेर रोइरहेका आफन्त र बत्ती निभेर झन अध्यारो बनेको त्यो रातमा काँपिरहेका औँलाहरूले सञ्जयले फोनमा 100 नम्बर थिचे। हजुर, हाम्रो गाउँ नै पुरियो, मान्छेहरू माटोमुनि छन्, बचाउनुहोस्। सञ्जयको त्यो आवाज केवल सूचना थिएन, सिङ्गो कोटलबाराको आर्तनाद थियो। खबर पाउने बित्तिकै प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी घटनास्थल दौडिए। तर मुसलधारे वर्षा, विद्युतको अभाव र रातको बाक्लो अँध्यारो उद्धारको ठुलो बाधक बन्यो। एकातिर लेदो पन्छाउने टोली हातले माटो कोतार्दै थिए, अर्कोतिर नाङबाङ खोलाले आफ्ना प्रियजनहरूलाई बगाएर प्युठानको माडी नदी र लुङ्ग्री खोलातिर लैजाँदै थियो। बिहिबार बिहान जब घामका किरणहरू कोटलबारामा परे, त्यहाँ जब गाउँ थिएन, केवल माटोको थुप्रा, भत्किएका पर्खालहरू र आफन्त गुमाएकाहरूको चित्कार मात्र बाँकी थियो। उद्धार टोलीले बिस्तारै माटो पन्छ्याउँदै गयो। शान्ति, कमल बहादुर, मनरक्की, डल बहादुर र हस्तकलाका निष्प्राण शरीरहरू माटोबाट बाहिर निकालिए। अर्कोतिर प्युठानको नदी किनारमा 38 वर्षीय जुनकुमारी, 9 वर्षीय असीम र 5 वर्षीय सानो अशोकको शव फेला पर्दा उद्धारमा खटिएका सुरक्षाकर्मी र स्थानीयका आँखा समेत रसाए। 3 जना अझै बेपत्ता छन्। उनीहरूका आफन्तहरू नाङबाङ खोलाको किनारै किनार अझै पनि टोलाउँदै हेरिरहेका छन्, कतै आफ्ना प्रियजन जीवितै भेटिन्छन् कि भन्ने आशा मनमा छ। 85 वर्षीय हस्तकलाको 8.5 दशकको अनुभव, 18 वर्षीय शान्तिको उड्न खोजेको वैश र 5 वर्षका अशोकको तोते बोली सबै माटो र खोलाको भेलमा हराए। आज कोटलबारा गाउँ टोलाइरहेको छ। घाइते हिमाल र सञ्जय अस्पतालको शैय्यामा जीवन र मृत्युसँग जुझ्दैछन्, तर उनीहरूको मन भने अझै त्यही 7:30 बजेको अँध्यारो रात र माटो मुनि थिचिएका आफ्ना मान्छेहरूमै अड्किएको छ। रोल्पाको यो उवा कोटलबारा गाउँले बेहोरेको यो पीडा शब्दमा बयान गर्न सकिन्न। पहिरोले घर त भत्कायो नै, तर त्योभन्दा बढी धेरैका सपना, भविष्य र भरपर्दो काँधहरू सधैँका लागि पुरिदियो।